श्याम है। हाम्रो चाहिँ अहिले यो असार 8 गतेदेखि 16 गतेसम्म पशुपति सुमार्गी भवनमा चाहिँ 8 गते कलश यात्रा, 8 गतेदेखि 16 गतेसम्म हुन गइरहेको श्रीमद् भागवत कथा हजुरहरू सबैजनालाई म निमन्त्रणा गर्न आएको। यो चाहिँ इन्द्रघाट शिवघाटमा चाहिँ म अहिले आएको छु हैन। हजुरहरूलाई चाहिँ म निमन्त्रणा दिन आएको छु। हाम्रो चाहिँ माता श्री देवी सुमी माताज्यूको मुखारविन्दबाट हुन गइरहेको श्रीमद् भागवत कथा सबैजनाले पान गरिदिनु होला, आइदिनु होला भन्नलाई चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु। हजुरहरूले पनि यो सहभागी भएर आफ्नो पुण्य कमाउनु होला र हजुरहरूलाई सुमार्गी भवन पशुपतिको चाहिँ सुमार्गी भवन भनेको चाहिँ अब हजुरहरूलाई पनि थाहा होला, ठ्याक्कै गौशाला पिङ्गला स्थाननिर चाहिँ त्यहाँ ठ्याक्कै दक्षिण गेटनिर नि हो हैन। हजुर झर्ने बित्तिकै त्यहाँनिर आउँछ। त्यही भएर हजुरहरू चाहिँ एकदमैसँगले आफ्नो सबैजना पुण्य कमाउनको लागि चाहिँ यो भनेको हामीले यो सबैले धर्म गर्ने हो हैन। हामीले यो कुनै नाटक कुनै यो केही गरेर हैन। यो चाहिँ मानव आश्रम छ क्या हाम्रो चाहिँ। त्यहाँ हाम्रो देवी सुमी माताज्यूको चाहिँ मानव बच्चाहरूको चाहिँ बुढापाकाहरूलाई चाहिँ हामीले आश्रम राखेको छ। उहाँ के अरे पनौत यहाँ पनि छ, के अरे यहाँ काठमाडौँमा पनि बच्चाहरूको बुढाबुढीको आश्रम छ हैन। हजुरहरू पनि सबैजना त्यहाँ आएर यसो हेर्न सक्नुहुन्छ। पनि त्यहाँ आउनु मन लाग्यो भनेदेखि आउनु होला, नभए पनि यो कसैले नछुटाउनु होला। हजुरहरूले सेयर गर्नु होला, फेसबुकमा हाल्नु होला हैन। असार 8 गतेदेखि 16 गतेसम्म चाहिँ भागवत कथा चलिरहेको छ। हजुरहरू चाहिँ सकेसम्म भरिसक चाहिँ कलश यात्राको दिन पनि आइदियो झन् राम्रो हैन। अझ त्यतिखेर भ्याउनु भएन भने पनि हजुरहरू चाहिँ त्यसको 10 गते 11 गतेसम्ममा हजुरहरू मिलेर यसो टिम बनाएर चाहिँ आइदिनु होला। सबैलाई त्यही निमन्त्रणा गर्न आएको छु। धेरै धेरै धन्यवाद।